मैले चुनाव जितेको 1 वर्षभित्र रौतहट 4 का सुकुम्बासीलाई मैले समस्या समाधान गरेर तपाईलाई लाल पूर्जा दिलाउनलाई कुनै कसर छैन। 1 वर्षभित्रमा सुकुम्बासी समस्या पनि रौतहट 4 का जनताको म समाधान गर्न सक्छु। म योजना छ, कार्यक्रम छ। त्यसैले यहाँहरू सबैलाई म आज धन्यवाद दिन चाहन्छु। एउटा अभियान सुरु भएको छ, यो अभियान अगाडि बढाऊ र विकास समितिको यात्रामा हामी अगाडि बढाऊ र मधेसलाई भ्रष्टाचार मुक्त प्रदेश र रौतहट 4 लाई अब विश्वका नागरिकहरूले पनि पर्यटकहरूले पनि आएर हेर्न पर्ने अवस्थामा पुर्याउने छु। ढुक्क हुनुहोस्, ढुक्क हुनुहोस्। त्यस्तो किसिमको योजना छ मसँग। थ्याङ्क यू सो मच। धन्यवाद।